प्रहरले पीडितलाई बचाउनुको सट्टा कुट्न सघाउने गरेको देखियो। साइली आक्रोश हुँदै भन्दै खुल्लम मान्छे कुट्नेलाई पक्राउ गरियोस्, अन्यथा सडक र संसदबाट प्रतिशोध हुन्छ। सोमबार दशरथ रङ्गशालामा केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेको भन्दै नेकपा एमालेका कार्यकर्ताले एकजना युवालाई निर्घात रूपमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो। साथै ज्ञानेन्द्र साईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा उनले यस्तो बताएका हुन्। कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदैछ र मन्त्री परिषदबाट निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ। यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदन दुवैबाट आवाज उठ्नेछ। घिसिङले प्राधिकरणलाई नाफाल्नमा लगेको उनले दावी गरेका छन्। 2072-73 सालमा नेपाल विद्युत प्राधिकरण 79 करोड रुपियाँको घाटामा थियो। अहिले 2081-82 को 6 महिना अझै बाँकी छ। प्राधिकरणको 11 अर्ब 36 करोड नाफामा रहेको ज्ञानेन्द्र साईको भनाइ छ। नेपालबाट लोड सेडिङ हट्नुमा घिसिङको कार्य महत्त्वपूर्ण रहेको उनले बताए। यस्तो व्यक्तिलाई कार्य सम्पादन मूल्याङ्कनमा 0 नम्बर दिएको भनेर उनले प्रश्न उठाएका छन्। साथै सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, रासपाका प्रवक्ता मनिष शाह, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र साईले बोल्दै कुलमानलाई हटाएर सदन चर्काउने चेतावनी दिएका छन्। विपक्षी दलहरूले आवाज उठाएपछि सभामुख देवराज घिमिरेले कुलमानबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका थिए। उनले भने आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय अन्य माननीयहरूले शून्य विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा 2079 नियम 15 उपनियम 2 बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यान आकर्षण गराउँछु, साथै सभालाई जानकारी गराउन निर्देशन गराउँछु। सभामुख देवराज घिमिरेले यस्तो भनेका छन्। दर्शक महानुभावहरू, त्यसगरी आउनुहोस् अब अर्को निकै दुःखद खबरतर्फ लागौं। हिजो मंगलबार दिउँसो एउटी डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवा युवतीको मृत्युको कारण विवाहेतर प्रेम सम्बन्ध रहेको प्रहरले बताएको छ। पथरी शनिश्वर नगरपालिका 5 मौली बारी स्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रोगको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरी शनिश्वर 5 का अन्दाजी 24 वर्षीय अजय टुडु र झापाको गौरीगञ्ज गाउँपालिका 2 घर भएकी 22 वर्षीय जुबामुनि हस्दा मृत फेला परेका थिए। एउटै डोरीको पासो लागेको अवस्थामा फेला परेका उनीहरूको शव सँगै थियो। प्रारम्भिक अनुसन्धानका क्रममा विवाहेतरको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको देखिएको प्रहरले जनाएको छ। प्रहरीका अनुसार मृतक दुवै विवाहेतर हुन्, दुवैको बच्चा पनि छन्। महिला जुबा मुनिका श्रीमान वैदेशिक रोजगारका लागि मलेसियामा छन्। अजयको घरमा पत्नी र 2 जना छोरा रहेको बताइएको छ। जुबा मुनिका 1.5 वर्षका छोरा रहेका छन्। इलाका प्रहरीकारले पथरीका डीएसपी मोहन विक्रम दाहालका अनुसार अजयले ती महिलालाई 18 फागुन राति घरमा लिएर आएका थिए। घरबाट हराएपछि परिवारले जुबा मुनिको खोजी कार्य सुरु गरेको थियो। प्रहरले दुवैको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे स्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगेको छ। आज पोस्टमार्टम गरी उनीहरूको शव परिवारको जिम्मा लगाउने प्रहरले तयारी थालेको छ। प्रहरीका अनुसार काके छोरालाई घरमै छाडेर आएकी जुबा मुनिलाई अजयले आइतबार राति आफ्नै घरमा लिएर गएका थिए। घरमा खाना खाएपछि उनीहरू बाहिरिएका हुन्। सोमबार उनीहरू गाउँको बजारमा देखिएका थिए। मंगलबार बिहान उनीहरू घटनास्थल नजिकै गफ गरेर बसेको स्थानीयले देखेका थिए भने दिउँसो झुन्डिएको अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार परिवारले स्वीकार नगर्ने देखेपछि उनीहरूले आत्महत्याको बाटो रोजेको देखिन्छ। घटना शंकास्पद नदेखिएको बताउँदै डीएसपी दाहालले सम्बन्धलाई परिवारले स्वीकार नगर्ने देखेपछि सल्लाहमै आत्महत्या गरेको जस्तो देखिने बताउँछन्। प्रारम्भिक अनुसन्धानले विवाहेतर सम्बन्ध मुख्य दोषी देखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि थप विषय खुल्ने उनले जानकारी दिएका छन्। दर्शक महानुभावहरू, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका कारण काठमाडौँ चक्रपथभित्र सवारी आवागमन अस्तव्यस्त बनेको छ। बिरालै ट्राफिक जाम हुने करिडोर क्षेत्र खोला किनारका सडक भएर यात्रा गर्नेहरू पनि आज जाममा फँसेका छन्। लामो समय सवारी जाम हुँदा चालक र यात्रुहरू मर्कामा परेका छन्। ट्राफिक प्रहरीलाई पनि सवारी व्यवस्थापनमा हम्मे कठिनाई भएको छ। राप्रपाले राष्ट्र संस्था सनातन सापेक्ष हिन्दू अधिराज्य प्रदेश संरचना कार्यजी
वर्षचार अन्त्य लगायतका माग राखेर आज मोटरसाइकल र्याली आयोजना गरेको छ। कोटेश्वर बौद्ध सुकेधारा वसुन्धारा बालजु र कलङ्की क्षेत्रबाट निकालिएको र्यालीमा सहभागीहरू बिजुली बजारमा जम्मा भएका थिए। त्यसपछि बबरमहल माइतीघर मण्डला थापाथली त्रिपुसेर सुन्धारा भोटा हेटी जमल दरबारबार हुँदै नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि पुगेर समापन भएको छ। दर्शक महानुभावहरू त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागेको। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र केपी शर्मा ओली बीचको वाकयुद्धले निकै ठुलो नयाँ मोड लिएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सरोज गुरागाईमाथिको छानबिन समितिको विषयलाई लिएर मेयर बालेन्द्र शाह आक्रोशित बनेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्नो फ्लोर समर्थन बढाउँदै आक्रामक शैलीमा उत्रिने बालेन सबैभन्दा बढी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित देखिएका छन्। काठमाडौँ महानगरपालिकाभित्र पर्ने पुरानो बस पार्कमा निर्माणाधीन भ्यू टावरको नक्सा स्वीकृतिका विषयमा प्रमुख प्रशासकीय अधिकारी गुरागाईमाथि छानबिन गर्न समिति बनाइएको थियो। तर छानबिन समितिले गुरागाईलाई निर्दोष देखाएपछि समितिलाई बालेनले व्यवस्था गरेका छन्। यद्यपि आफू चोखो देखिन बालेनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर सोमबार आफ्नो फेसबुक भित्तामा आक्रोशपूर्ण भनाई राखेका थिए। महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन। अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठूलो कुरा सुशासन हो। वर्षहरू विरुद्धको लडाई हो। बालेले प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै भनेका छन्, सुशासनका लागि जोसँग जुन्नु परे पनि हामी तयार छौं, तर सम्झौता गर्दिन। सुशासन कायम गरेर छाड्ने बालेनको भनाइ छ। यसअघि पनि प्रधानमन्त्री ओलीका कतिपय निर्णयप्रति बालेनले प्राय गरी आलोचना र टिप्पणी गर्दै आएका छन्। कतिपय सन्दर्भमा प्रधानमन्त्री ओलीले मेयर बालेनको आलोचना गरेका छन्। प्रधानमन्त्री ओलीलाई कतिपयले मेयरसँग जुहारी खेलेको भनी आरोप समेत लगाउँदै आइरहेका छन्। महानगरमा मेयर बालेन्द्र शाह स्वतन्त्र, उपमेयर सुनिता डङ्गोल एमाले र कार्यपालिका बहुमत सदस्य काङ्ग्रेस छ। सहरिया युवा र एमाले काङ्ग्रेसलाई नरुचाउने शक्ति केन्द्रबाट बालेनले जे गरे पनि राम्रो भन्ने एउटा भाष्य स्थापित छ। काठमाडौँलाई ऐतिहासिक सांस्कृतिक र पुरातात्विक सहर कायम राख्नुपर्छ भन्ने बालेन स्वयंले त्यसको खिल्ली उडाउँदै दरबारमार्गमा ग्रेनाइट बिछ्याउँदा समेत बालेनले ठिक गर्यो भन्ने जमात बढी देखिन्छ। संघीय राजधानी, राजनीतिक, कूटनीतिक, व्यापारिक हरेक क्षेत्रले सामरिक महानगरको नेतृत्व गर्ने बालेनको महत्व बढ्नु स्वाभाविक मानिन्छ। काठमाडौँ महानगरपालिकाको मेयरको महत्व जति छ त्यही रफापका आधारमा बालेनले गरेका सबै काम कानून भन्दा माथि हुन्छन् भन्न मिल्दैन। भिडीबाट निर्णय गराउनु सर्वथा गलत हुन जान्छ। महानगरपालिकामा यसअघि एमालेबाट विजय सुन्दर साक्य मेयर भएका कारण पनि महानगरको आन्तरिक कर्मचारी संरचनामा नेकपा एमालेको पकड राम्रै देखिएको छ। मेयर बनेपछि बालेनले जे जति निर्णयहरू गरे त्यसको विरुद्धमा नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएकाहरू बाधक बनेका छन्। प्रशासकीय अधिकारी गुरागाईले पनि एमालेको कर्मचारी संगठनप्रति झुकाव राख्ने चाल पाएपछि बालेन झन बिच्किए। प्रशासकीय अधिकृतले बालेनका हरेक योजनामा प्रश्न उठाउन खोजेपछि उनलाई हटाउन गरिएको खेलमा बालेन सफल हुन सकेनन्। महानगरपालिका प्रशासकीय अधिकृत बिन बन्यो। काठमाडौँ महानगरपालिकामा प्रशासकीय अधिकृत जान मान्दैनन् भन्ने आम कर्मचारी र सर्वसाधारणमा सन्देश गएपछि बालेन झन आक्रोशित देखिएका छन्। त्यही झोकमा प्रधानमन्त्री ओलीले नाकाबन्दी लगाएको भनी बालेनले सिधै भनेका छन्, तर सुशासनका लागि जोसँग जुन्नु परे पनि तयार छु, सम्झौता गर्दिन। यसको अर्थ बालेन शाह आगामी चुनावमा एउटा नयाँ शक्ति पार्टी खोलेर केपी ओलीसँग भिन्न तयार देखिएका छन्। सुशासन कायम गरेर छाड्ने उनको प्रतिबद्धता छ। बालेनले आफ्नो कमजोरी छोप्नका लागि सुशासनको सहारा लिएर संघीय सरकारप्रति प्रहार गर्न खोजेका छन्। प्रशासकीय अधिकारी गुरागाई दोषी नठहरिएपछि उनी पुनर्बहाली हुने र आफ्नो नैतिक हार ठहरिने बुझेर बालेनले धम्कीपूर्ण भाषामा भने, जोसँग जुन्दो परे पनि तयार छु। यही मेसोमा नेकपा एमालेबाट विजयी भएकी उपमेयर सुनिता डङ्गोलले छानबिन समितिको प्रतिवेदन बुझ्नुपर्ने मत राखेपछि बालेन एमालेप्रति झन आक्रोशित बन्न पुगेका छन्। विद्या सुन्दर साक्य मेयर हुँदा शहरी विकास आयोजनामा कार्यरत सुनिता एकाएक नेकपा एमालेको समर्थनमा उपमेयरमा विजय भएकी हुन्। सहरिया कोर नेवारी परिवारमा हुर्केकी उनी बढी आलोचना सहन सक्दिनन्। पार्टीमा त्यस्तो लामो काम गरेर खारिएको दुःख झेलेको कार्यकर्ता पनि होइनन्। मेयर बालेनसँग जुत्दा उनका समर्थकबाट साइबर आक्रमणमा पर्ने त्रासमा उपमेयर डङ्गोल खासै बोल्दिनन्। नेकपा एमालेको हाई कमान्डले उपमेयर डङ्गोललाई प्रशासकीय अधिकृतको विषय के हो त्यसबारे बोल्नुपर्छ, पार्टीबाट जितेपछि पार्टीको लाइन लिनुपर्छ भनेपछि आइतबार प्रशासकीय अधिकृत गुरागाई माथिको छानबिन समितिले तयार पारेको प्रतिवेदन बुझ्नुपर्छ भनेर पहिलो पटक उनले मुख खोलेकी थिइन्। यसअघि
न्युरोडको बाटो फराकिलो बनाउने विषय लगायतमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरू बालेनका विरुद्ध बोलेका थिए। कार्यपालिकामा काङ्ग्रेसको बहुमत छ। अहिले महानगरका प्रवक्ता वडा नम्बर 17 का अध्यक्ष नवीन मानन्दर छन्। नेपाली काङ्ग्रेस काठमाडौँ 7 क्षेत्रीय समितिका सचिव समेत रहेका मानन्दरले प्रशासकीय अधिकृत बालेन अनुकूल ल्याउन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग पटक पटक भेटवार्ता गरेका छन् र यसपालि भने बालेनसँग न्यु खोज्ने ओलीलाई 84मा झड्का लाग्ने देखिएको छ। दर्शक महानुभावहरू, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागेको। कागदाजविहीन 10 नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। आज बुधबार बिहान करिब 10 बजे विमानस्थलमा अवतरण गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हो। अमेरिकी प्रशासनले आफ्नो विशेष विमान मार्फत बुधबार उनीहरूलाई फिर्ता पठाएको हो। विभिन्न माध्यमबाट अमेरिका पुगेर लुकी छिपी बस्दै आएका नेपालीको संख्या 1000 भन्दा बढी रहेको बुझिएको छ। कागदाजविहीन त्यस्ता नेपालीहरूलाई पहिलोपटक विमान चार्टर गरी नेपाल फर्काइएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी विदेशी नागरिक निकाल्ने अभियानलाई तीव्रता दिएका छन्। नेपाल ल्याइएको त्यस्ता व्यक्तिहरूलाई प्रहरले सोधपुछ गर्ने भएको छ। यतिखेर नेपाल प्रहरीको जिम्मा लगाएर 8 जना नेपालीलाई यतिखेर सोधपुछ गर्न थालिएको छ। हुन त यहाँ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने हाम्रै देशका नेता छन्, तर अवैध रूपमा लुकीछुपी करोडौं रुपियाँ खर्च गरेर अमेरिका पुगेका नेपालीलाई भने पछिल्लो समयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नेपालीहरू लगायतका विभिन्न देशका आप्रवासीहरूलाई धमाधम डिपोर्ट गर्न थालिएको छ। त्यसमध्ये 8 जना नेपालीलाई आज नेपाल फर्काइएको छ। दर्शक महानुभावहरू, त्यसगरी आउनुहोस् अब अर्को खबरतर्फ लागेको। जनता समाजवादी पार्टी जसपा नेपालको साथ पाउने भएपछि सरकार 5 वटा अध्यादेश संसदबाट पारित गराउन लागेको छ। झण्डै 1 महिनासम्म अध्यादेश संसदमा निर्णयार्थ पेश गर्न नसकेको सरकारलाई जसपा नेपालले रेस्क्यु गरिदिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अध्यादेश संसदबाट पारित गराउन सकस परेपछि नैतिक दबाव बढ्दै गएको थियो। ओलीमाथि परेको नैतिक दबावमा राजनीतिक सौदाबाजीमा उपेन्द्र यादव पनि देखिएका थिए। यादवको अडानकै कारण राष्ट्रिय सभामा सत्तापछि बहुमत नहुने अवस्था थियो। त्यही संकटका कारण प्रधानमन्त्री ओली पछिल्ला 1 महिना यता यादवलाई फकाउने प्रयासमा थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिच्किएका यादवलाई ओली मात्र होइन, काङ्ग्रेस सभापति शेरबहादुर देउवा पनि फकाउन लागि परेका थिए। दुई दिन अघि उनीहरू बीच सहमति जुटेपछि आज दिउँसो 1 बजे बसेको प्रतिनिधि सभाको बैठकमा 5 वटा अध्यादेश निर्णयार्थ पेश भएका छन्। ती अध्यादेशका कारण राजनीतिक नैतिकतामाथि प्रश्न उठ्ने गरी काङ्ग्रेस र एमाले दबावमा परेका छन्। जसपा नेपालको समर्थन नपाउने अवस्थामा अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने अवस्था थिएन। यस बीचमा जसपा नेपालसँग प्रधानमन्त्री केपी शर्मा ओलीले चरणबद्ध रूपमा छलफल नगरेका पनि होइनन् अनि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। यादवसँग राजनीतिक सौदाबाजीको जुन आरोप लाग्यो त्यसले उनलाई थप अप्ठ्यारोमा पारिदियो र यादव ब्याक हुनुपर्ने अवस्थामा पुगे। अनि 29 माघमा निर्णय लिए। भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म अन्य 4 वटा अध्यादेशमा पनि निर्णय नलिने। झण्डै 15 दिन सरकारलाई अप्ठ्यारोमा पारेका उपेन्द्र यादवले अन्ततः एमाले र काङ्ग्रेसको सरकारलाई साथ दिने निर्णय लिएका छन्। यादव सहमतिमा पुग्न के सहमति भयो भन्ने अहिलेसम्म औपचारिक रूपमा बाहिर आएको छैन। जसपाका नेताहरूले पनि प्रष्ट रूपमा जवाब दिएका छैनन्। मनिष सुमनले पुरानै कुराको निरन्तरता रहेको मात्रै बताएका छन्। उनले 29 माघमा जे धारणा राखिएको थियो त्यसै अनुसार सहमति भएको दावी गरेका छन्। अन्य नेताहरू पनि सहमतिबारे बोलेका छैनन्, तर यादवलाई राजनीतिक विरासतका लागि मध्य प्रदेशको सरकार आवश्यक परेको छ। सिक्किम राउतको जनमत पार्टीलाई विस्थापित गरेर उपेन्द्र यादवले जसपालाई स्थापित गर्नुपर्ने दबाव मात्र होइन, बाध्यता समेत छ। मधेसमा खस्किदो राजनीतिक पहुँचका कारण 2084 को चुनाव मात्र होइन, मधेसको बलियो राजनीतिक शक्तिको निरन्तरताका लागि पनि सरकार अनिवार्य बनेको छ। त्यसैले उपेन्द्र यादवको पहिलो बाध्यता नै मधेस सरकार हो। त्यसमा एमाले र काङ्ग्रेस लचिलो भएको दावी गरिएको छ। यद्यपि अहिले नै उक्त कुरा सार्वजनिक भएमा परिस्थिति भड्किने र सत्ताको सौदाबाजी ठहरिने भएकाले तत्काल उक्त विषयमा प्रवेश नगर्ने पनि उनीहरूबीच सहमति भएको ओली निकट स्रोतले दावी गरेको छ। स्रोतका अनुसार मधेस सरकार पहिलो 1 वर्षका लागि जनमतलाई दिने सहमति भएको छ। त्यस आधारमा हेर्दा 6 महिना जनमतले नेतृत्व गरिसकेको छ। अबको 6 महिना सरकार चलाउन जसपा सहमत हुने वा नहुने भन्नेमा पनि सहमति जुटेको छैन। अबको 6 महिनापछि काङ्ग्रेसले मध्य प्रदेशको सरकारको नेतृत्व गर्ने पुरानै सहमति छ।
त्यसैले काङ्ग्रेस सहजै उक्त सहमतिबाट पछाडि हट्ने सम्भावना रहेको पनि ओली निकट स्रोतले बताएको छ। त्यसरी हेर्दा तत्काल प्रधानमन्त्री ओलीका लागि उपेन्द्र यादवले रेस्क्यु गरिदिएका छन्, तर उधारो सहमतिमा भएको रेस्क्युबाट यादवलाई नगदीकरण गर्न कति सजिलो छ भन्ने चाहिँ प्रश्न भइसकेको छैन। यद्यपि उपेन्द्र यादवले अडान राखे जस्तो भूमि विधेयक फिर्ता लिन सरकार भने सहमत भएको छैन। दर्शक महानुभावहरू, त्यसैगरी आउनुहोस् अब अर्को खबरतर्फ लागौं। ओल्ड रेकर्ड होल्डरको सूचीमा पर्छन् राष्ट्रिय सूत्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछाने। उनको नाममा बोलेरै गिनिज बुकमा नाम लेखिएको रेकर्ड छ। लामिछानेले सन् 2013 मा 62 घण्टा लामो टेलिभिजन अन्तर्वार्ता गरेर विश्व रेकर्ड कायम गरेका थिए। त्यसपछि नै हो उनको लोकप्रियता बढ्दै गएको। टेलिभिजनबाट आम मान्छेका कथा व्यथा मात्रै भनेनन्, सत्ता सम्हाल्नेहरू र पार्टीका नेताहरूको खरो आलोचना समेत गरे। अन्ततः लामिछाने दर्शकको प्रिय हुँदै गर्दा आफै राजनीतिमा हाम फाले। राजनीतिले मात्रै समाजमा नियम नीति र निर्णय बनाएर सामाजिक स्थायित्व, न्याय र विकास सुनिश्चित गर्न सक्छ। राजनीतिको गलत प्रयोगले भ्रष्टाचार, अन्याय र अस्थिरता निम्ताइरहेको बेला लामिछानेले राजनीतिमा हाम फालेका हुन्। पछिल्लो समयमा त्यही राजनीतिले उनलाई घर न घाटको अवस्थामा बनाउने देखिएको छ, जसले गर्दा यतिखेर रवि लामिछाने गुमगाम जस्तो बन्न पुगेका छन्। राष्ट्रिय सूत्र पार्टीका सभापति समेत रहेका रवि लामिछाने यतिखेर हिरासतबाट चारवटा जिल्लाको हिरासतबाट मुक्त भइसके सामाजिक सञ्जालमा समेत उनी सक्रिय भएका छैनन्। राजनीतिले मात्रै समाजमा परिवर्तन ल्याउन सक्ने भन्ने नाराका साथ उनी राजनीतिमा होमेका थिए भने अहिले उनलाई त्यही राजनीति नै घाँडो बन्न पुगेको छ। हिजो सञ्चारकर्ममा जसरी प्रिय थिए, राजनीतिमा आएको छोटो समयमा त्यसै गरी उनले ठूलै सफलता हात पारे। रवि चितवनबाट 43,000 मतान्तरसहित 54,000 भोट पाएर विजयी मात्र भएनन्, उनले 1 वर्ष नपुग्दै वर्षौंसम्म सङ्घर्ष गरिरहेका पार्टीका बीच संसदको चौथो ठूलो शक्ति बनेर देखाए। नेतामा जनताको हितका लागि निरन्तर काम गर्ने, पारदर्शी, इमान्दार र दूरदर्शी गुण हुनुपर्छ। व्यक्तिगत स्वार्थभन्दा राष्ट्र र समाजको भलो हेर्ने नेतृत्व जनताले चाहन्छन्। रवि त्यसैगरी राजनीतिमा जोडिन खोज्दा पनि उनको यात्रा भने सहज बन्न सकिरहेको छैन। प्रतिनिधि सभा सदस्यको लागि चुनाव लडेकै क्षेत्रमा उनी उपचुनाव समेत लड्नु पर्यो। लामिछाने 2 पटक उपप्रधान तथा गृहमन्त्री बने, तर सरकारबाट हटेको केही दिनबाट उनी महिनौं प्रहरी हिरासतमा पुग्नु पर्यो। सहकारी ठगी प्रकरणका कारण उनी झण्डै 3 महिना हिरासत बसे। त्यस्तै लामिछानेले आधी दर्जन जिल्लाहरूमा बयान दिँदै हिँड्नु पर्यो। चितवन जिल्ला अदालत बाहिर पछिल्लो पटक धरोटी बुझाएर रिहा हुँदै गर्दा लामिछानेले अहिले बोल्ने समय नआइसकेको बताएका थिए। मेरो लडाई अझै बाँकी छ, यो मेरो व्यक्तिगत लडाई होइन, परिवर्तनको लडाई हो। सबै प्रक्रियाहरू सकौं, त्यसपछि भन्नुपर्ने कुराहरू धेरै छन्। बोल्ने समय अहिले भएको छैन, उनले भनेका थिए। बोल्ने समय आएपछि नबोल भने पनि बोलाउला भनेका रवि अहिले साँच्चीकै गुमगाम छन्। संसदमा खरो बोल्ने र सरकारलाई र्याखी पार्ने रवि निलम्बनमा छन्। पार्टीका कार्यक्रममा पनि देखिएका छैनन्, निर्वाचन क्षेत्रमा पुगेका छैनन्। उनी सामाजिक सञ्जालबाट पनि टाढा बसेका छन्। राष्ट्रसभाका सांसदहरूले चालु अधिवेशनका कैयौं बैठकमा रविको निलम्बन फुकुवा गर्नुपर्ने माग गरे। संसदमा उनले उठाएका भ्रष्टाचारका कैयौं मुद्दाहरू अहिले बहसमै छैनन्। संसदमा निलम्बन परेका रविले सामाजिक सञ्जाल मार्फत समेत कुनै तर्क दिइरहेका छैनन्। उनी अहिले काठमाडौँ स्थित आफ्नै निवासमै लेखपढ गरेर बसिरहेको रवि निकटका नेताहरूले बताउने गरेका छन्। उनको सचिवालयमा समेत रहेकी राष्ट्रसभाकी सहप्रवक्ता प्रतिभा रावल भन्छन्, रवि लामिछाने कहाँ गए भन्ने प्रश्न होइन, पर्सामा प्रहरी अनुसन्धान प्रतिवेदन अहिलेसम्म किन बुझाएन भन्ने प्रश्न गर्नुपर्छ। सभापतिज्यू आफ्नो मुद्दा टुङ्गेपछि मात्रै बाहिर आउनुहुन्छ। उहाँ कुन परिस्थितिबाट गुज्रिनुभयो भन्ने हामीले बुझ्नुपर्छ। उहाँ चुप लाग्ने नेता त होइनन्, तर राज्यले नै मुखमा बुझो कोचेर बोल भन्न त मिल्दैन। पर्सामा सरकारले मुद्दा किन अगाडि बढाएन भन्ने मूल प्रश्न भएको उनको भनाइ छ। मुद्दा अगाडि नबढ्नुमा सरकार आफू अनुकूलको माहौलको पर्खाइमा बसेको राष्ट्रपालले आशंका गरेको छ। सहकारी ठगी प्रकरणमा कास्की, काठमाडौँ, रूपन्देही र चितवन गरी 4 जिल्लामा मुद्दा दर्ता भएर रवि धरोटीमा रिहा भइसकेका छन्। तर पर्साको वीरगञ्ज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको विषयमा भने अहिलेसम्म मुद्दा अगाडि बढ्न सकिरहेको छैन। सरकारले अनुसन्धान प्रतिवेदन ढिलाइ गरेर गर्न खोजेको के हो? यसले कहिले नबोलोस्, यसलाई त थुन्नै पर्छ भनेर लागेको सरकारले 4वटा जिल्लाबाट धरोटीमा रिहाई हुँदै गर्दा सरकार हच्कियो। सहप्रवक्ता रावलले भनिन्, ढिले अब स्वाभाविक ढिले हो। पर्सामा मुद्दा अगाडि नबढ्नुको पछाडि सरकारले कुनै षड्यन्त्र रच्दैछ भन्ने आम जनताको प्रश्नको विषय बनेको छ। यतिखेर हुन पनि
चारवटा जिल्लाबाट धबाधम र हिरासतबाट धरोटीमा छुटेका रवि लामिछाने भने यतिखेर पर्सा जिल्ला लैजानु पर्नेमा उनी गुमगाम भएका छन् र प्रहरले अदालतमा समेत मुद्दा दर्ता नगराएको अवस्था छ। यसले गर्दा रासोपाका नेताहरूमा शङ्का उपशङ्का झन बढ्दै गइरहेको छ। राजनीतिमा निकै छोटो समयमा फड्को मारेका रवि लामिछानेको यतिखेर बसाई घरमै रहेको छ। उनी न त कुनै राजनीतिक गतिविधिमा सक्रिय छन् न त सामाजिक सञ्जालमा, जसले गर्दा आम जनताको चासोको विषय समेत बनेको छ। आखिर रवि लामिछाने कता गए, किन कतै पनि सक्रिय छैनन् भन्ने आम जनताको चासो बन्ने विषय नै बन्यो।